होइन के गल्ती कसले गरेको छैन कुन पार्टीले घुस खाएको छैन कुन पार्टीले र कुन पार्टीले दलाल गरेको छैन कुन पार्टीले ठगेको छैन चाहे त्यो एमाले होस् चाहे त्यो काङ्ग्रेस होस् त्यो माओवादी होस् चाहे किडनी बेचुवा होस् चाहे जङ्गल पसुवा होस् चाहे बोल्न नजान्ने होस् सबैका पार्टीका मान्छेले ठगेका छन् घुस खाएकै छन् पैसा पचाएकै छन् तर यहाँ रवि लामी छानेलाई मात्रै जेलमा हाल्नुपर्ने किन ऊ असहारा भयो उसको कोही छैन उसको पार्टी छैन भनेर हो ऊ युवा हो हामी युवाहरूले बुझ्नुपर्छ कि हामी जेनजी युवाहरूले बुझ्नुपर्छ अब भोट चाहिँ हामी तिनीहरूलाई दिनु हुँदैन हामीले दिएकै हो त एमाले बा आई लभ यु भनेकै हो त भोट केमा रुखमा हानेकै हो त छाप ड्याम हानेकै हो त बिचरा कति वर्ष के अरे जङ्गलमा बसेर आएका थिए माओवादी उनीहरूलाई चाहिँ हामीले भोट दिएकै हो विश्वासले तर खोइ के भयो भाङ भुत्लो केही पनि भएन है अब यिनीहरू आएका छन् रवि दाईहरू बालेन दाईहरू होइन अनि कुलमान घिसिङज्यू महावीर पुन्ज्यू एकदम सम्मान्य गर्छु म उहाँलाई र हर्के दाई तपाईँ कहिलेकाहीँ अलिकति टेढै कुरा गर्नुहुन्छ मान्छे सही हुनुहुन्छ काम राम्रो गर्नुहुन्छ तर सबैजना मिल्नुहोस् है सबैजना मिलेर जानुभयो भने यी पुराना पार्टीका दलहरूका नेताहरूलाई अघि बढेर तपाईँ जानुहोस् तपाईँहरूको 148 सिट होइन 200 सिट नै आउँछ ल ठोक्का गरेर भनिदिन्छु तर तपाईँहरू मिल्नु पऱ्यो कि यसरी झगडा गर्नु भएन कि तपाईँहरू केही राम्रो गर्यो भनेपछि हामी जस्ता युवाहरू विदेश हुनु पर्दैन आफ्नो बाआमा छोडेर कहीँ जानु पर्दैन आफ्नो छोरीलाई 12 पास गराएर कुन देश पठाउने भनेर उस गर्नु पर्दैन चिन्ता लिनु पर्दैन के यहीँ स्वास्थ्य शिक्षा पाइयो भने यहीँ राम्रो तलब पाइयो भने हामी युवाहरूले यहीँ राम्रो जागिर पायो भने किन विदेश जानु आफ्नो श्रम किन बेच्नु हो कि होइन त्यसै तपाईँहरूले यहाँ आएर केही गर्नुपर्छ तपाईँहरूलाई हामी विश्वास गरेका छौँ तपाईँहरू सबै मिलेर त्यसको लागि केही गर्नुपर्छ यी बुढाखाडाहरूलाई आउन दिनुहुन्न यिनीहरूले कहिले पनि हाम्रो राम्रो सोचेन चाहे राजा पनि आउनुभयो उहाँहरूको पाला पनि केही देखिएन अहिले हाम्रो एमाले काङ्ग्रेस माओवादीहरू आउनुभयो उहाँहरूले नि केही गर्नु भएन हामीलाई खालि विदेश पठाउने हाम्रो फ्यामिलीबाट टाढा पठाउने मात्रै काम गर्नुभयो त्यसैले प्लिज सबै मिलेर घन्टीलाई भोट दिउँ हामी जस्तो युवाहरूले सोच्ने हो हाम्रा बाआमालाई हजुरबाहरूलाई पनि सम्झाउँ पुरानो पार्टी अनि भन्छन् कोही बाआमाले हामीलाई त एमाले भत्ता दिन्छ एमाले आफ्नो गोजीबाट दिएको होइन सरकारको ढुकुटीबाट दिएको बुझ्नु होला बाआमाले पनि धन्यवाद जय घन्टी।